मेन हाइवे जहाँनिर सार्वजनिक यातायात चल्छ त्योबाट पहिलो दोस्रो कितामा हजुरले यो घर पाउन सक्नुहुनेछ। घर पनि एकदमै लग्जरियस रहेको छ। हजुरले बेडरुममा एट्याच बाथरुमहरू सँगसँगै बाथटबहरू पनि पाउन सक्नुहुनेछ। ल हेर्नुहोस् त 3.5 आना क्षेत्रफलको यो घर तपाईले सार्वजनिक यातायात चल्ने बाटोबाट दोस्रो कितामा त पाइहाल्नु भयो। घर अगाडि 13 फिट एकदम ब्युटिफुल बाटो पनि रहेको छ भने हजुरले एकदमै राम्रो पार्किङ स्पेस पाउन सक्नुहुनेछ। एउटा गाडी राखेर 6-7 वटा बाइक राख्नलाई पार्किङ स्पेस रहेको छ। रेन्टलको लागि छुट्टै 2 BHK रहेको छ भने आफूले प्रयोग गर्ने स्पेसमा एउटै फ्लोरमा लिभिङ हल र किचन हो। एकदमै ब्रान्ड न्यू घरमा हजुरले एकदमै वाइड स्पेसमा लिभिङ हल र किचन पाउन सक्नुभयो विथ मोड्युलर सेटको किचन र टिभी क्याबिनेट सँगैको। अनि आफ्नो प्रयोग गर्ने स्पेसमा टोटल 4 वटा बेडरुम त भइ नै हाल्यो, जुन मध्ये 3 वटा बेडरुममा अट्याच बाथरुम रहेको छ भने एउटामा मात्रै कमन बाथरुम रहेको छ। फुल्ली फर्निश रहेको घरमा हजुरले बेड, क्लोजेट, टिभी क्याबिनेट देखि लिएर इच एन्ड एभ्री कुरा त पाइ नै हाल्नुहुन्छ। अब हाइवेबाट नजिकैको डिस्टेन्समा घर खोज्दै हुनुहुन्छ, विदेशमा हुनुहुन्छ आफू र आफ्नो आमा बुवालाई राम्रो घर खोजिदिँदै हुनुहुन्छ भने अहिले नै ढिलो नगरिकन केटीएम रियल एस्टेट नेपाललाई सम्पर्क गरेर साइट भिजिट गर्न आउन सक्नुहुनेछ। आजको लागि चाहिँ हजुर हस्त।